के तपाईँ पनि बिहान उठ्ने बित्तिकै मोबाइल चलाउनुहुन्छ? यदि हो भने तपाईँले अन्जानमै आफ्नो पूरा दिन र भाग्य दुवै बिगार्दै हुनुहुन्छ। शास्त्र अनुसार बिहानको पहिलो केही मिनेटले नै हाम्रो दिन कस्तो बित्छ भन्ने तय गर्छ। त्यसैले आफ्नो जीवन बदल्न बिहान उठ्ने बित्तिकै यी 3 काम अवश्य गर्नुहोस्। पहिलो काम, आँखा खुल्ने बित्तिकै सबैभन्दा पहिले आफ्ना दुवै हत्केलालाई जोडेर हेर्नुहोस् र भन्नुहोस्, कराग्रे वसते लक्ष्मी, कर मध्ये सरस्वती, कर मूले स्थितो गोविन्द, प्रभाते कर दर्शनम। किनकि हाम्रा हत्केलाको अग्रभागमा लक्ष्मी, मध्यमा सरस्वती र मूल भागमा भगवान गोविन्दको वास हुन्छ। आफ्ना हत्केला हेर्नु भनेको आफ्नै कर्ममा विश्वास गर्नु र दैवीय शक्तिलाई स्मरण गर्नु हो। दोस्रो काम, ओछ्यानबाट भुइँमा खुट्टा राख्नु अघि धरती मातालाई हातले छोएर ढोग्नुहोस्। जसरी हामीले 24 घण्टा धरती मातालाई कुल्चन्छौँ, त्यसको लागि बिहानै क्षमा माग्दा हामीमा नम्रता आउँछ र शरीरमा सकारात्मक ऊर्जाको सञ्चार हुन्छ। तेस्रो काम, बासी मुखमै 1 गिलास मनतातो पानी पिउनुहोस्। यसले शरीरका विषाक्त तत्त्वहरू बाहिर निकाल्छ, जसले गर्दा तपाईँको स्वास्थ्य राम्रो हुन्छ र अनुहारमा चमक आउँछ। बिहानका यी साना परिवर्तनले तपाईँको जीवनमा ठूलो सफलता र शान्ति ल्याउनेछन्। यस्तै आध्यात्मिक र प्रेरणादायी जानकारीका लागि धर्मकुञ्जलाई सब्स्क्राइब र फलो गर्न नभुल्नुहोला र यो भिडियो आफ्नो साथीहरूमाझ शेयर गर्न नभुल्नुहोला। कमेन्टमा जय श्री कृष्ण लेखेर आफ्नो दिनको सुरुवात गर्नुहोस्।